एउटा रोग जुन खानापानीबाट सर्छ टाइफोइड जस्तै। अब औषधको हिसाब गर्ने भने 6 महिना कटेको बच्चामा 15 देखि 16% देखिन्छ जब तपाईँ खाना खुवाउन सुरु गर्नुहुन्छ। अब यदि वयस्क महिला हुनुहुन्छ भने 40% र अलिकति ग्यास्ट्रिककै समस्या छ भने 60% देखिने नेपालकै अध्ययनहरूबाट। अब यो 40% भनेको के हो भने तपाईँ एउटा वयस्क महिला हुनुहुन्छ, तपाईँ आफ्नो क्लास 10 को 10 जना महिला साथीलाई लिएर जानुभयो भने र यो टेस्ट गर्नुभयो भने 4 जनालाई पोजिटिभ आउँछ। अझ तपाईँ ग्यास्ट्रिकको ढुसढुस हुने फुलेको समस्या छ भने 10 जना गरी जाँच्नुहोस् 6 जनालाई पोजिटिभ आउँछ। यो ब्याक्टेरियालाई एच पाइलोरी भनिन्छ। नेपाल सानो देश भन्छौँ तर हामी खासै सानो देश त होइनौँ। दुनियाँमा 193 देखि 194 देश छ। देश अनुसारको राजनीतिमा सोध्यो भने जनसङ्ख्याको हिसाबले हामी 51औं नम्बरमा छौँ। हामीभन्दा 3/4 देशको जनसङ्ख्या हामीभन्दा कम छ। यदि जग्गा जमिन ल्यान्ड एरियाको कुरा गर्नु भने हामी 94 स्थानमा छौँ भनेको हामीभन्दा 100वटा जति देशको जनसङ्ख्या हामीभन्दा पनि कम छ। र यो भूगोलमा एउटा 60% मान्छेलाई यो रोग देखिनु भनेको एक प्रकारले राष्ट्रिय सङ्कट नै हो। हिजो होल बडी प्याकेजमा भिडियो पनि कुरा गरेका थियौँ। त्यही भएर कस्टमाइज प्याकेजमा जानुहोस् भनेर कि नेपालीहरूलाई यति महत्त्वपूर्ण छ भने त्यो प्याकेजमा एच पाइलोरी अनिवार्य हुनु पर्यो। एच पाइलोरी झाडा हिसाबले जाँच गर्न सकिन्छ, दिशाबाट गर्न सक्नुहुन्छ, रगतबाट गर्न सक्नुहुन्छ, सासबाट युरिएज ब्रेथ टेस्ट भन्छ त्यो गर्न सकिन्छ। तर यदि तपाईँलाई ग्यास्ट्रिक या अल्सरै भइसकेको छ भने चाहिँ इन्डोस्कोपी गरेर त्यहाँ भित्रबाट मासु झिकेर पनि हेर्न सकिन्छ। यो एच पाइलोरी भनेको एउटा फ्ल्याजेला र पुच्छर भएको ब्याक्टेरिया हो कि यो खानापानीहरूबाट सर्छ। जब तपाईँ त्यो दूषित खालको खानापानी खानुहुन्छ त्यो पेटमा जान्छ। पेटको आन्द्रालाई बचाउने एउटा झिल्ली लेदो लेदो खालको हुन्छ जसले पेटको अमिलोबाट तपाईँको पेटको मासु खानाबाट रोक्छ। यसको फ्ल्याजेलाले गर्दा यो ड्रिलिङ जसरी घुमेर त्यो छेड्न सक्छ। त्यो म्युकस पोइन्टबाट मुनि गएर तपाईँको पेटको मुख्य मासुमा गएर बस्दिन्छ। त्यहाँ मासुमा गएपछि यसले सुजन निम्ति आउँछ र बिस्तारै त्यो माथि रहेको त्यो म्युकसको लेदो झिल्झिलेकोलाई असर गर्छ या सजिलो भाषामा भनिदियो खाइदिन्छ। त्यसले गर्दा पेटको अमिलो पानी हुन्छ नि त्यसले त्यो तपाईँको छाला पास्न पाउँछ, छालामा गएर असर गर्छ। नेपाली भाषामा छाला पासिन्छ या अल्सर हुन्छ र तपाईँलाई ग्यास्ट्रिकको समस्या आउने गर्छ। र उपचार एकदमै सजिलो छ। रोग पत्ता लाउने र 14 दिनको एन्टिबायोटिक खाने। यो गर्दा अधिकांश पेट ढुसढुस भएको मान्छेहरूलाई चाहिँ 50%लाई ग्यास्ट्रिकको समस्या नै निर्मूल हुने गर्छ। यति ठुलो देशको 60% जनसङ्ख्यालाई यदि यो ब्याक्टेरियाले सङ्क्रमण गर्छ भने यो राष्ट्रिय सङ्कट हो। कोरोनाभन्दा केही फरक छैन। जहिले पनि हरेक वर्षमा आफ्नो जाँच गर्दाखेरि एच पाइलोरी पनि गर्नुहोस्। एच पाइलोरी पोजिटिभ छ भने एन्टिबायोटिक खाएर मार्नुहोस्। यसको निदान भनेको सफा खानापानी हो, घरिघरि भइरहेको छ। र योलाई निदान यदि तपाईँ आफ्नो सुरुकै अवस्थादेखि गर्नुभयो भने तपाईँलाई ग्यास्ट्रिक अल्सर या ग्यास्ट्रिक क्यान्सरबाट जोगाउन सक्छ। धन्यवाद।